रातको करिब 2 बजेको समय सगरमाथाको तेजचोन माथिबाट बेस क्याम्पमा अचानक कमजोर रेडियो आवाज सुन्यो। हामी 3 जना अड्किएका छौँ, अक्सिजन सक्दैछ। पछि आवाज हरायो। त्यो आवाज थियो फुर्बाग, सगरमाथा चढ्न गएको टोलीको सबैभन्दा अनुभवी गाइड। उनले 2 जना विदेशी क्लाइम्बर सँगै रहेर सहयोगको लागि अन्तिम सन्देश पठाएका थिए। बेस क्याम्पमा तुरुन्त उद्धार टोली तयार पारियो। हिउँको बीच अक्सिजन र रगतको गन्ध मिसिएको हावामा शेर्पाहरू सानो समूह रातभर हिँड्दै माथि चढ्न थाले, किनकि उनीहरूलाई थाहा थियो समय एकदमै कम छ। हरेक कदमसँगै सास फेर्न कठिन हुन्छ। हावाले आँखाको गेडी नै फुट्ला जस्तो गरी जमाउन खोज्छ। तर पनि उनीहरू हिँडिरहेका थिए। उनीहरूलाई थाहा थियो शेर्पाले आफ्नो साथीलाई कहिल्यै छोड्दैन। 4 घण्टापछि देखे टाढाबाट झुकेको 3 आकृतिहरू। एक विदेशी क्लाइम्बर नचलेको अवस्थामा थियो, अर्कोले मुस्किलले अक्सिजन मास समातेको, तर बीचमा फुर्बा थिए, दरोसँग डोरी समातेर उनीहरूलाई थामिरहेका थिए। उद्धार टोली नजिक पुग्दा थाहा भयो फुर्बाले आफ्नो अक्सिजन निकालेर 2 विदेशीलाई लगाएर बचाएका थिए। उनको मुख निलो भइसकेको तर हात अझै डोरी समातेर बसेको। उनी अन्तिम क्षणसम्म बाँचिरहेका थिए। साथी शेर्पाले आँखामा आँसु झार्दै त्यो चिसो हावामा तुरुन्त बरफ पन्छारोहीलाई हेलिकप्टरबाट उद्धार गर्यो। तर जब तल ल्याइयो उहाँको शरीर सबै चुप थियो। कसैले केही बोल्न सकेन, किनकि सगरमाथाले अर्को नायकलाई आफ्नो हृदय राखिसकेको थियो।